फाइनली वर्ल्ड कप इज ओभर होइन। अनि त्यस पछाडि के भइरहेको थियो भन्दाखेरि जुन तरिकाले अर्जेन्टिना खेलिरहेको थियो नि त होइन, तिनीहरूले लास्टमा त्यो म्याचलाई के गरिरहेको थियो भन्दाखेरि पेनाल्टी सुटआउटमा पुर्याउन कोसिस गरिरहेको थियो। त्यो म्याच यदि पेनाल्टी सुटआउटमा पुग्थ्यो भने पनि त्यहाँ अर्जेन्टिनाले जित्नेवाला थिएन, त्यहाँ म्याच जित्नेवाला थियो स्पेनले होइन। म भन्दैछु किन म्याच स्पेनले जित्नेवाला थियो भन्दाखेरि स्पेनको अगेन्स्टमा जुन पनि टिम खेल्छ तिनीहरूलाई एउटा कर्स तोड्नु पर्ने थियो, इन्जरी कर्स है, जुन चाहिँ कुनै पनि टिमले तोड्न सकेन नकआउट स्टेजमा। कुरा गर्नुपर्छ यहाँ हामी हेरौँ के भयो भन्दाखेरि लिजान्द्रो मार्टिनेज के गर्यो भन्दाखेरि फर्स्ट हाफको लास्टमा के भयो, इन्जर्ड भयो। त्योभन्दा अघिल्लो म्याचमा हाम्रो जुन स्पेनले फ्रान्ससँग खेलाएको थियो, फ्रान्ससँगको म्याचमा के भएको थियो, विलियम सलिबा इन्जर्ड भएको थियो। त्योभन्दा पनि अघिल्लो म्याचमा हेर्नुपर्छ बेल्जियमसँग, बेल्जियमको किपर थिबो कोर्ता इन्जर्ड भएको थियो। त्योभन्दा पनि अगाडि हेर्नुपर्छ हामीले पोर्चुगलसँग, पोर्चुगलको म्याचमा जो बेस्ट प्लेयर थियो हुन त उनीहरूको लेफ्ट ब्याक नुनो मेन्डेज इन्जर्ड भएको थियो है। हरेक म्याचमा त्यो छ नि, त्यो सर्टेन टाइममा जुन बेलासम्म प्लेयर हुन्छ नि त्यो इन्जर्ड हुँदैन, त्यो प्लेयर चाहिँ बेस्ट प्लेयर थियो कि। अब स्पेन भर्सेस हामीले स्पेन भर्सेस पोर्चुगलको कुरा गर्नु बेलामा नुनो मेन्डेज त्यहाँ रहने बेलासम्म नुनो मेन्डेज वाज द बेस्ट प्लेयर है। अनि त्यस पछाडि आउँछ हाम्रो बेल्जियमको यसमा त हामीले कुरा गर्नुपर्छ, थिबो कोर्तोवा त्यहाँ रहनेसम्म कोर्तोवा वाज द बेस्ट। त्यस पछाडि हिजो पनि लिजान्द्रो मार्टिनेज इन्जर्ड नहुने बेलासम्म हुन्छ नि हि वाज डिफेन्डिङ भेरी वेल के हुन्छ नि, उसको साइडबाट एकदम राम्रो गरिरहेको थियो। अनि के भयो भन्दाखेरि ऊ इन्जर्ड भइसके पछाडि म आफूलाई चाहिँ अब यहाँबाट चाहिँ गेम सकियो भन्ने खालको लागिरहेको थियो। अनि अर्को साइडमा हेर्नुपर्छ डिबु है, इमिलियानो मार्टिनेज अति बवाल हुन्छ नि, आउटस्ट्यान्डिङ वर्ल्ड क्लास सेभ थियो 3-4वटा त होइन, अति बवाल। त्यो एउटा एमएलको फ्री क्या दामी रोकिरहेको थियो है। त्यो बेलासम्म हुन्छ नि अर्जेन्टिनालाई गेममा बनाइराख्नको लागि चाहिँ के थियो भन्दाखेरि एकदम राम्रो हुन्छ नि, उसको एकदम धेरै कन्ट्रिब्युसन थियो भनौँ होइन, अति बवाले खेल्या हो। त्यस पछाडि अर्को साइडबाट हेर्नु पर्दाखेरि स्पेन हुन्छ नि, स्पेनले टोटल्ली आउटप्लेड गरिदियो अर्जेन्टिनालाई होइन है। नेभर एक्सपेक्टिङ कि यो तरिकाको फाइनल हुन्छ भनेर है। काइन्ड अफ एउटा ओन साइड हुन्छ नि, टोटल्ली स्पेनले डोमिनेट गरिरहेको थियो कि हुन्छ नि। जम्मा 2टा सट, त्यो पनि 0 सट अन टार्गेट है। 0 सिमोन त बेन्चमा यसरी सुत्या थियो कि मस्त, सिमोन मस्त बसिदिनु पर्ने खालको थियो है। जम्मा त्यस्तो राम्रो हुन्छ नि त जुन तरिकाले उनीहरू यहाँसम्म आएको थियो, मान्छेलाई अझै हुन्छ नि हो लास्टमा गएर केही गर्न सक्छ, लास्टको 20-25 मिनट्समा हुन्छ नि अर्जेन्टिनामा सडनली त्यो भूत छिर्छ जाग्छ भन्ने खालको थियो, तर त्यो गर्न दिएन हुन्छ नि। स्पेन राइट न यो ओल्डको हुन्छ नि ट्याक्टिकल वाइज द बेस्ट टिम हो, जुन तरिकाले उनीहरूले खेल्यो होइन, लभ इट है, अति बवाल खेल्या हो। त्यही नै हो, म्याच सक्यो, फिफा वर्ल्ड कप सक्यो स्पेनको नाममा है। अब यहाँ अझ एउटा तारा थप्नुपर्ने भयो, त्यति ताराले पुगेन होइन, अनि अति बवाल खेल्या हो। त्यही नै हो। अनि फिफा विश्वकपमा हुन्छ नि त मेस्सीको हुन्छ नि मोस्ट सायद लास्ट वर्ल्ड कप होला जस्तो लाग्छ म आफूलाई चाहिँ। यहाँबाट चाहिँ उसलाई जित्न बाँकी त केही पनि छैन है, त्यही पनि त्यो हुन्छ नि अलिकति फ्यानहरूको लागि भन्ने उसो, उसलाई जित्न बाँकी केही पनि छैन हुन्छ नि। धन्य हुन्छ, थ्याङ्क गड यो एरामा जन्मिएछ कि होइन, मेस्सीको फुटबल विटनेस गर्न पाइयो, मजा आयो। त्यही नै हो, के छ भन्छ नि अब निद्राबाट उठ्यो त बिउजियो त अनि कस्तो लागिरहेको छ, अलिकति नमजा त लाग्नु भइहाल्यो होइन। अब हुन्छ नि फाइनल हारेपछि अलिकति नमजा त लागि नै हाल्ने भयो, तर मुभ अन हुनुपर्छ है। क्लब फुटबल हेर्नेलाई त बानी परिसकेको हुन्छ होइन, उसले पनि मेजर टुर्नामेन्टहरू मात्रै हेर्नुहुन्छ, उहाँहरूलाई के अलिकति गाह्रो हुने हो है, तर हेबिचुअल हुनुपर्छ है। हामी जस्तो हामी हरेक हुन्छ नि 3 दिनमा 3टा ट्रफी हार्दा पनि फरक परेको थिएन होइन। ठिक छ, के छ यही नै हो।